र हामी चाहिँ आज नानीहरू बराजी मन्दिर आएको छौँ अनि यता यसरी दोकान हुँदै भर्खर आएको छौँ बराजी मन्दिर अनि यहाँ चाहिँ मम्मी हुनुहुन्छ बरा क्षेत्र मन्दिर हो यसरी अब हामीहरू भित्र जाँदैछौँ दिदी र दाइ उता हुनुहुन्छ अब हामी यहाँ जाँदैछौँ मम्मी चाहिँ यता हुनुहुन्छ यहाँ दोकान पसलहरू छन् अब हामीहरू जाँदैछौँ यहाँ चाहिँ मिठो मिठो खाजाहरू पाउँछ होला उता मिठो सेलरोटी राखिरहनु भएको रहेछ जाँदैछौँ बिस्तारै यहाँ पनि सेलरोटी रहेछ मिठो अनि अब हामीहरू जाँदैछौँ अनि त्यहाँनिर पसलहरू छ अब हामीहरू जाँदैछौँ आइपुग्न लाग्यो अनि यहाँ चाहिँ मोनिका दिदी हुनुहुन्छ के हो यो के हो नागबेली रहेछ अब हामी जान्छौँ आइपुग्न लाग्यो हाम्रो चाहिँ अब यहाँनिर हामीहरू आइपुगिसक्यौँ होइन पस्दैछौँ भित्र हामी चाहिँ अनि यहाँनिर यस्तो छ यहाँ चाहिँ हामी पस्दैछौँ अनि हामीहरू चाहिँ आइसक्यौँ होइन मन्दिरभित्र यहाँ मम्मी हुनुहुन्छ अनि यता चाहिँ यस्तो छ मन्दिरको नजारा धेरै राम्रो रहेछ यता चाहिँ त्यहाँ फोटो खिच्ने ठाउँ अनि यता मन्दिरहरू छ अनि हामीहरू यसो दर्शन गर्छौँ फोटो खिच्नु हुँदैछ पनि मन्दिर छ अनि हामीहरू तल झर्छौँ यता पनि रहेछ यहाँ चाहिँ कस्तो मजाले पानी खाँदा रहेछ अनि हामीहरूको यहाँ दाइ अर्जुन दादा कति चालु मम्मी कति ताली चाहिँ कहिले भन्यो अर्जुन दादालाई भर्खर देखाउँदैछु अनि यहाँ चाहिँ खोला रहेछ कोसी ए उतानिर म विस माग्छु अब हेर्नु सक्नुहुन्छ मन्दिरभित्र नजारा राम्रो रहेछ